हेलो गाइस, के छ हाल खबर? सन्चै हुनुहुन्छ सबैजना? आजको यो भिडियो चाहिँ विशेष गरेर जसले फिफा वर्ल्ड कप 4 वर्षमा हुने गेम हेर्नुहुन्छ नि त्यसको बारेमा बोल्न आएको छु है। म चाहिँ 2006 देखि हेर्न लागेको हो फिफा वर्ल्ड कप। अनि जहिले रातिमा पर्थ्यो हैन, नेपालमा हुँदा। नेपालमा 2 वर्ष हेरे, रातिमै पर्थ्यो। त्यही पनि रातिमा उठेर हेरेको। स्टार्ट चाहिँ 2006 बाट गरेको। अनि त्यस पछाडि 14, 18, 22 र 26 को गेम चाहिँ विदेशबाट हैन। अनि अहिले चाहिँ ठ्याक्क अमेरिकाको टाइम र हाम्रो टाइम यहाँ एक दिनकै फरक पर्छ नि त। अनि ठ्याक्क टाइम पनि मिलेको, आफ्नो काम पनि कम भएको बेला भएर चाहिँ अहिले मैले यस्तो फुल इन्जोय गरेको छु कि पहिल्यैदेखिको नभए पहिला चाहिँ मेन फोकस चाहिँ के अरे सेमी फाइनल फाइनलतिर हुन्थ्यो हैन। अनि कुरा आयो अर्को, म चाहिँ फेरि बिगेस्ट फ्यान अफ मेसी हैन। मेरो भिडियो हेरेर धेरैले थाहा पाइसक्नु होला। अनि आज चाहिँ बिहान शनिबारको दिन 3टा गेम हेरेँ हैन। गेम सोफामा हेरेर 3टा गेम हेरेर बसेँ। म चाहिँ अब सपोर्टर अभियसली अर्जेन्टिनाको भएपछि मेसीको भइहाल्यो। ए भगवान, त्यो गेमले मलाई धन्न हार्ट एट्याक भएन गाइज। तर लास्टमा आएर चाहिँ हार्ट एट्याक हुनबाट मेसीले बचाएर यसो सोचेँ, ओहो फाइनल हेर्नेतिर त अझ डर बनाउनु पर्यो मुटु त। भएन, आज बिहानदेखि सोफामा बसेको अहिलेसम्म कति घन्टा बसेँ होला। त्यही पानी, त्यही खाजा, त्यही लन्च मगाएर। अनि अब चाहिँ हिँड्न जानुपर्छ, मुटुलाई अझ डह्रो बनाउनुपर्छ अर्को पालि गेम हेर्दाखेरि, अझ स्ट्रङ हुनुपर्छ भनेर म चाहिँ हिँड्न आएको होइन। अनि हिँड्न आउँदा चाहिँ यसो सोचेँ, अनि को हुनुहुँदो रहेछ त अर्जेन्टिनाको फ्यानहरू मेरो फलोवर्स लिस्टमा, साथीको लिस्टमा भनेर बुझ्न आएको। तपाईँहरू पनि यदि अर्जेन्टिनाको फ्यान हो भने चाहिँ म हो भनेर कमेन्ट गर्नु होला, मन लाग्छ भने। नो प्रेसर एट अल। अनि कुरा रह्यो अर्जेन्टिना र त्यो अर्को देशको। थाहा छ मलाई अर्जेन्टिनाले गेम जित्यो होइन, तर अर्को पार्टीले चाहिँ मन जित्यो के मन। स्पेसली त्यो के अरे गोलकिपर, आमामा हाउ स्ट्रङ हि इज के। ओ माई गॉड, हि इज भेरी स्ट्रङ गाई। वेल डन, सल्युट छ। मन हार्ट एट्याक भए पनि मलाई भित्रको माया चाहिँ उनीहरूको थियो क्या, किनभने पहिलोचोटि आएको होइन। त्यही माथि त्यति सानो पपुलेसन भएको देशको केटाहरू पनि यति राम्रो खेलेका होइनन् कि दावेदार टिम।